गोली हान्ने ताकी ताकी अब सबै भिडियो फुटेजहरु छ। यही हो, म्याथ गुज्रेकै छ, यहाँ लेखेकै छ। यो तातै थियो अघि, अहिले त सेलाइसक्यो। यिनीहरूले साँच्चै नै मूल्याङ्कन गर्न जान्दछन् र सक्छन् भने यिनीहरूले आत्मसमर्पण गर्नुपर्ने हो। राजतन्त्र फर्किने बित्तिकै माधव नेपाल तुरुन्तै जेल जान्छ ललिता निवासको काण्डमा। यिनीहरू सबै जेल जाने मान्छे हुन् जब व्यवस्था परिवर्तन हुने बित्तिकै। सुन्नुहोस्, यो सेलको यो खोका कलेक्सन गर्नुभएको छ। 2008 सालमै यो यसको म्याद सकिएको यस्तो विषाक्त अश्रु ग्यासको सेललाई पनि प्रयोग गरिएको भन्ने समाचार सम्प्रेषण भइसकेको अवस्था छ। यसले यही सामान किन्दाखेरि पनि कति भ्रष्टाचार गर्यो होला। यसलाई यो म्याद सकिएको अवस्थामा पनि किन राखियो? यो सरकारमा बस्ने पुलिस प्रहरी अधिकृत को हो, गृहमन्त्री को हो, प्रधानमन्त्री को हो, हामीलाई प्रभाव हुँदैन। हामी कानुन बमोजिम यसको कारबाहीको मुद्दा। मलाई लाग्छ यो घुसपैठ यिनीहरूबाट गराइएको हो। लट्ठी टेकेर हिँड्न नसक्ने मान्छेहरू आइराखेको छ। मलाई अचम्म लाग्यो त्यो देख्दाखेरि। यी नेताहरू अब कुम्लो बोकेर भाग्ने दिन आएको छ। यिनीहरू आफैदेखि कति डराउँदा हुन्, यिनीहरू आफ्ना बालबच्चादेखि कति लजाउँदा हुन् लाज भएको भए। यमराज आए पनि सत्य कुरा बोलिन्छ। हामीले विकल्पको रूपमा दानवलाई पनि सहयोग गर्छौँ भन्दाखेरि आज राजाले म देश जोगाउँछु भन्छ भने देश जोगाउने शर्तमा, रामराज्य दिने शर्तमा हो, किन राजालाई नेपालीहरूले सहयोग गर्न नसक्ने? जगमान गुरुङ जस्तो प्राज्ञ भएको ठाउँमा त्यहाँ मञ्चमा नै हानिएको छ। त म आफै त्यहीँ थिएँ। अहिलेसम्म कसले चलायो सरकार? आज किन बौलाइराखेको छ यिनीहरू? राजदरबार हत्याकाण्डको हामी अनुसन्धान गर्छौँ भनेर कुर्लिने ए बाबुरामहरू होइन, ए प्रचण्डहरू होइन, के गरे त अहिलेसम्म? सरकार अत्तालिएको छ र सरकारले होस गुमाएको छ। गोली पनि चल्यो हो, 3 जना मान्छे मरेको भन्ने खबर छ। ताकेर छातीमा हानेर गोली हानिएको छ र त्यहीँ ढालिएको छ। यो मानवाधिकारको चरम उल्लङ्घनको घटना हो। मलाई लाग्छ आजदेखि यिनीहरूको घरमा सुरक्षा दस्ता बढाइन्छ। भोलि हामीले जे गर्न सक्ने अवस्था आउँछ त्यस अनुसारको कारबाहीको उठान पक्कै पनि हामी गर्नेछौँ। यिनीहरूको राजधानी जफत गरिनु पर्दछ। यिनीहरू सशरीर पैदलै भए पनि भाग्न सक्ने स्थिति पैदा हुन सक्छ। आजको स्थितिलाई हेर्दाखेरि हामीलाई यहाँ जम्मा हुनु, उनको विरोध गर्न पो नाका बन्द गरे त। उनीहरू जानको लागि त नाका खुला गर्ने होला नि। म फेयरली बोल्ने मान्छे हुँ। सर्वोच्च अदालतमा प्रचण्डजीका मान्छेहरू छैनन्। यी मान्छेहरू त लाज नभएका प्राणीहरू। शेरबहादुर देउबा अरबौंको सम्पत्ति किनेको छ छोराले। सम्पत्ति शुद्धिकरणले हेर्नु पर्दैन? यो जनउभार जसरी आज देखा पर्यो नि, हजुर, यो जनउभार त यसलाई कुनै पनि शक्तिले दबाउन सक्दैन। सरकार लामो समयसम्म टिक्न सक्ने अवस्थामा छैन। हामीले सत्य कुरा गर्दाखेरि पक्राउ परेर जानुपर्छ भने नेपालीहरूले एक दिन त त्यो माटोले चिन्ला नि त कसले के बोले हो, के गरे हो। यिनीहरूको विकल्पमा मानव होइन दानवै आए पनि हामीले त्यो 36 सालमा 46 सालमा लडेका आन्दोलनकारी हामी पनि थियौँ। त्यति साह्रो त पोल थिएन। पूर्व फर्केको छ, माथि टेन्ट हालिएको छ र मञ्च छ। पूर्वतिर फर्केको मञ्चमा पूर्व दिशाबाट ठ्याक्कै मञ्चमा फेरि अर्को टियर ग्यास अनायासै त्यो अश्रु ग्यास जुन तरिकाले प्रहार गरियो, झोलामा चिउरा र पानी बोकेर स्वस्फूर्त रूपमा परिवारका सबै सदस्यहरू उठेर आएका छन्। त्यहाँ 17,000 मार्नेहरू यिनीहरू हुन् नि। अहिले 18,000 को हिसाबमा पुगेको छ। यस्तो सरकारको आदेशलाई अनुपालन गरेर सेनाले शक्ति प्रयोग नगर्नुपर्ने हो यो बेलामा जस्तो लाग्छ मलाई। राप्रपा पनि गठबन्धनमा गएको दल हो। यो गठबन्धनकारी ठगबन्धनकारी दलहरू सबै यसका लागि जवाफदेही छन्। तपाईहरूले साथ दिनुहुन्छ भने म तयार छु भनेर निस्केका बखत अब कोही पनि राष्ट्रवादीहरूले राजालाई साथ दिनुपर्ने अवस्था होइन र अनि त्यो अवस्थादेखि आत्तिएर अहिले हुँदो नहुँदो बिखमा बमन गर्दै हिँड्ने तपाईँहरू मिडिया साथीहरू हुनुहुन्छ। भोलि पर्सि नै मलाई समाएर लैजाला, तपाईँहरूको काम पनि बढ्ला। तपाईँहरू कतिको बोल्नुहुन्छ तपाईँहरूलाई पनि हामी परीक्षण गरौँला। त्यो मान्छेहरू त्यहाँ हुनै नदिने त्यस्तो दुर्नियत राखेर घरको छतबाट गोली हानी, के अरे अश्रु ग्यास प्रहार गरिएको। कति बेला उसले माइकिङ गर्नुपर्छ, पानीको फोहरा हान्नुपर्छ, केही पनि गरेको छैन। घुँडामुनि हान्नुपर्छ, मान्छेलाई छातीमा ताकेर हानेर मारिएको भन्ने सुन्न आएको छ। मलाई लाग्छ सरकारको आयु अब लामो छैन। सरकारले मलाई पक्रला, तपाईँलाई पक्राउ गर्ला, दुर्गाजीलाई पक्रला, स्वागत नेपाललाई पक्राउ गर्ला, राजा ज्ञानेन्द्रलाई नै पक्राउ गर्ला। ठिक छ, कसरी कति दिन टिक्छ त्यसरी पक्रेर? जनसागर जब उर्लिन्छ घर घरमै भने